ढाकी हो, जातीय नृत्य हो। यसमा विभिन्न यो सिकारी युग अनि सिकार खेल्ने प्रचलन जुन छ त्यो देखाइरहेको अवस्था छ। समुदायको जीविकोपार्जनको लागि खोडिया खन्ने लगायतका गतिविधि देख्न सक्छौँ। कोदो छर्ने, कोदोको बिउ राख्ने काम भइरहेको छ। जो हामी रोप्नको लागि उखेल्छौँ, उखेल्ने काम गुलुङ भाषाबाट खारु वा बोतल पनि भन्छौँ। पुर्खाज्यूले पनि भन्दै हुनुहुन्छ यहाँ। रोप्ने गतिविधि हामी देखिरहेछौँ। गुलुङ समुदायले कोदोलाई आफ्नो प्रमुख अन्नको रूपमा लिने गर्छ, जसलाई सुनजा पनि भन्छौँ हामी। कोदो काटेर पनि भित्र्याउने गतिविधिमा हामी देख्न सक्छौँ यहाँ। काम गर्दैछ खुरुरुमा, जसलाई जातो भन्छौँ। ढिँडो पकाउने कामहरू हामी देख्न सक्छौँ यहाँ। गतिविधि हामी देख्न सक्छौँ ढिँडो पकाएर पनि। अब अल्लो फुलहरू पनि यो परम्परागत पोसाक अल्लो फुल, अल्लोको लुगा कपडा तपाईँ देखिरहनु भएको छ, जसको गतिविधि हामी आग ढाक्नको लागि अल्लोको प्रशोधनको गतिविधिमा हामी अब देख्छौँ। र अल्लो काट्ने काम जुन गर्छौँ कुनै समुदायले, कुनै जातिले, यही गतिविधि देख्न सक्नुहुन्छ यहाँ। अल्लो काटेर राख्ने काम गरिन्छ जुन।
विभिन्न गतिविधिहरू देख्यौँ अहिले। सबैलाई भेटेर बिदा गरेको अवस्था छ र यो 4 सिलमा जम्मा 32वटा स्टेप रहेको छ। 32वटा यो सबै स्टेपहरू पुरा गरेपछि मात्र यो सकिन्छ। र तपाईँलाई कस्तो लाग्यो यहाँका हाम्रा कुलुङ समुदाय त्यसै गरेर कुलुङका शुभचिन्तकहरू यो सिली सिक्नुपर्छ भन्ने लाग्छ। किराँती समुदायमा जुन साकेला सिली मात्रै बढी चर्चित छ, तर हाम्रा यी यस्ता विभिन्न जात जातिका किराँती समुदायभित्रका जात जातिको सिलीहरू अत्यन्तै पछाडि परेको छ। धेरैले चिन्दैनन् पनि। मात्रै त्यो साकेला सिली भनेर चण्डी नाच पनि भन्छौँ, जसलाई मात्रै मान्छेले चिनिरहेको देख्न सक्छौँ। तर कुलुङको यो 4 सिली जस्ता अथवा मेवाङको अघि भने जस्तै हाङसिली जस्ता कमैलाई मात्र थाहा छ। तसर्थ आम यहाँका अबका युवाहरूले पनि यो सिली सिक्नुपर्छ, सबैले जान्नुपर्छ भन्ने लाग्छ। यति भन्दै म बिदा हुन्छु। नमस्कार। सेवा के अनुरोध।